साथीहरू है। त्यसैले यो चाहिँ के भएन। अब यहाँ मामला अध्ययनको सुरुवात कसले चाहिँ गरेको भन्दा मामला अध्ययनको सुरुवात चाहिँ फ्रेडरिक लिपेले गरेको। फ्रेडरिक लिपे फेरि फेरि अनुसन्धान भनेर सम्झन्छौँ, फ्रेडरिक लिप्लेले गरेको। मामला अध्ययनको सुरुवात चाहिँ कसले गरेको? फ्रेडरिक लिप्ले। फ्रेडरिक लिप्ले भनेर सम्झिनु है। फ्रेडरिक लिपे फेरि फेरि अनुसन्धान भनेर सम्झिने, फेरि फेरि अनुसन्धान भनेर सम्झिने है त। ल कतिवटा मिल्यो? 8वटा क्वेसन थियो, कतिवटा मिल्यो? 8वटा क्वेसनमा कतिवटा मिल्यो साथीहरू लेख्नु त। ल अब के, अब अनुसन्धानबाट सुरु गरौँ है। एउटा मिलेन भन्नुभयो, ठिकै छ। अब एउटा दुईटा नमिल्नु केही स्वाभाविकै हो, किन भन्दा सबै मिल्छ भन्ने छैन, छ त छैन नि। ल अब हामी अनुसन्धानबाट जान्छौँ। अब अनुसन्धान भनेको के हो? हिजो सुनसरीमा मान्छे मऱ्यो होइन? सुनसरीमा मान्छे मऱ्यो, सरकारले के भन्यो? अनुसन्धान गर्छौँ हामी भन्यो, भनेको भनेन? भन्यो। अब कसैले कुनै कर्मचारीले भ्रष्टाचार गर्यो भनेर उजुरी पर्यो, त्यसमा पनि अनुसन्धान गर्छ सरकारले, गर्छ गर्दैन? अनुसन्धान गर्छ नि, खोज्छ। खोजी गर्नु हो अनुसन्धान भनेको। के हो खोजी गर्नु भने भन्नु त? आज चाहिँ सिराहामा मान्छे मऱ्यो भने त्यहाँ पनि अनुसन्धान हुन्छ। कसैले अर्को चाहिँ कसैको घरमा चोरी भयो, त्यहाँ पनि अनुसन्धान हुन्छ होइन? कसैले उजुरी गर्यो भने त्यहाँ पनि अनुसन्धान हुन्छ। त्यसै अनुसन्धान भनेको के हो? सिधा अर्थमा भन्दा छानबिन गर्ने, खोज्ने, सत्य तथ्य पत्ता लगाउने, गहिराइमा पुगेर त्यसको निष्कर्ष निकाल्ने, सत्य पत्ता लगाउने होइन? त्यो भनेको चाहिँ के हो? अनुसन्धान हो। अनुसन्धान भनेको पटक पटक खोजी गर्ने, हेर्ने, पत्ता लगाउने भन्छौँ। सिधा अर्थमा भन्ने हो भने सत्य तथ्यको खोजी गर्ने अनुसन्धान हो। गुड लेभन हुन् कार्यमूलक अनुसन्धान है। सत्य तथ्य पत्ता लगाउने, खोजी गर्ने कुरा नै अनुसन्धान हो। त्यसैले के भन्छौँ भने भरपर्दो, अब कसैले भनेका भरमा अनुसन्धान हुन्छ कि तथ्याङ्कका आधारमा अनुसन्धान हुन्छ त भन्दा, त्यही भएर भरपर्दो सूचना भन्छौँ। जस्तै कसैले भनौँ न, भरपर्दो सूचना भने थाहा छ? स्रोत क्या, जेका आधारमा पनि होइन कि भरपर्दो सूचनाका आधारमा हुन्छ। त्यही भएर भरपर्दो सूचना हुनुपर्छ होइन? आरोप हुनु मात्रै अनुसन्धान होइन नि त। आरोप लागेको कुरा चाहिँ ठिक हो कि होइन भनेर हेर्नलाई सूचना चाहिँ, तथ्याङ्क चाहिँ भरपर्दो हुनुपर्छ, सबैले पत्याउने खालको हुनुपर्छ। त्यही भएर भरपर्दो सूचनाका आधारमा व्यवस्थित तरिकाले खोजी गर्नुलाई हामी के भन्छौँ? अनुसन्धान भन्छौँ। खोजी गर्नुलाई अनुसन्धान भन्छौँ, अथवा व्यवस्थित तरिकाले अध्ययन गर्नुलाई अनुसन्धान भन्छौँ। अध्ययन गर्नु। अब अनुसन्धानको चाहिँ अझै यसको सिमिलारिटीका कुराकानी गर्दा अनुसन्धान भनेको के गर्नु हो? खोजी गर्नु हो, पत्ता लगाउनु हो होइन? निष्कर्ष निकाल्नु हो। अनुसन्धान भनेको कुनै कुराको चाहिँ निष्कर्ष, निचोड निकाल्नु भन्छौँ नि, निचोड, जिस्ट कुरो के हो त भनेर निचोड निकाल्नु अनुसन्धान हो होइन? पत्ता लगाउनु अनुसन्धान हो। सत्य तथ्य खोज्नु हो, सत्य तथ्य खोज्नु अनुसन्धान हो होइन? छानबिन गर्नु अनुसन्धान हो, छानबिन गर्नु होइन? नयाँ कुरा पत्ता लगाउनु अनुसन्धान भनेको यस्तो कुरा हो। विश्वसनीय। सर किन बोल्नुहुन्न भन्नुहुन्छ? म बोलेको छैन र? बोलिराखेको छु। त्यसैले कुनै पनि समस्याहरू आइपरे पछाडि त्यसको तथ्याङ्क, स्रोत, साधनका आधारमा कुनै कुरा पत्ता लगाउने, खोजी गर्ने, सत्य तथ्य पत्ता लगाउने होइन त? अथवा भनौँ यसको कुनै अन्योलता छ भने त्यो अन्योलतालाई चिरफार गर्ने, निचोडमा पुग्ने हो कि यही हो अनुसन्धान भनेको। कारण र उपाय पत्ता लगाउने, के कारणले रहेछ होइन? कसले रहेछ, कहाँ रहेछ होइन? निर्मला पन्तको कुरा गर्नुभएको साथीहरूले हो, त्यही हो। निर्मला पन्तको चाहिँ
बलात्कारपछि हत्या भयो भनेर भनेको छ। अब कसले गर्यो हो, कसले गरे हो भन्ने कुरा अनुसन्धानकै क्रममा छौँ भन्छौँ नि हामीले। हो कसले गरे हो थाहा नपाएसम्म अनुसन्धान भइरहन्छ। त्यही कुरा अनुसन्धान भनेको त्यो। समस्या आइपरे पछाडि समस्याको पहिचानबाट अनुसन्धानको सुरुवात भन्छ। त्यही हो कि भन्दा अनुसन्धान भनेको के हो त? सही कुरो पत्ता लगाउने, छानबिन गर्ने, खोजी गर्ने, सत्य अन्योलतालाई के गर्ने, चिर्ने भन्छ। अन्योल छ नि त, कसले हो भन्ने कुरा छ। त्यो अन्योलतालाई हटाउने, अन्योलता हटाउनु पनि अनुसन्धानको उद्देश्य हो। अन्योलता हटाउनु, अन्योलता हटाउनु होइन, सही सत्य पत्ता लगाउनु, सत्य पत्ता लगाउनु, त्यो अनुसन्धान। कारण र उपाय पत्ता लगाउनु, यी सबै अनुसन्धान हो साथीहरू। त्यसैले अनुसन्धान भनेको यो। अब अनुसन्धानले के गर्छ, अनुसन्धानको उद्देश्यको सन्दर्भमा पनि हामीलाई क्वेसन सोध्छ। अनुसन्धानले के गर्छ ल भन्नुहोस् त, ल भन्नु त। दरबार हत्याकाण्डको कुरा गर्नुभएको छ होइन। अब दरबार हत्याकाण्ड कसले गरायो भन्ने कुरा अहिलेसम्म थाहा छैन। मदन भण्डारीको कुरा गर्नुभएको छ साथीहरूलाई। हो त्यही हो, सूचना तथ्याङ्कहरू सही भएनन् भने त्यति बेला अन्यल हुन्छ। त्यो कसले गरेको हो, कसले घटाएको हो भन्ने कुरा थाहै छैन। त्यसरी अनुसन्धान चाहिँ यो हो। अब अनुसन्धानको उद्देश्य कहिलेकाहीँ सोधिरहेको हुन्छ, यो थाहा अनुसन्धान भनेको के रहेछ, इन्भेस्टिगेसन भनेको के हो त भन्दा कुनै कुरा खोजी गर्ने, सत्य पत्ता लगाउने, निचोड निकाल्ने, निष्कर्ष निकाल्ने, त्यसको चाहिँ जिस्ट कुरो पत्ता लगाउने होइन, दोषी पत्ता लगाउने, अब अपराधी पत्ता लगाउने, जुनसुकै स्थितिमा पनि हामी अनुसन्धान गरिराखेका हुन्छौँ होइन। सही कुरो के हो त, जिस्ट कुरो के हो भनेर खोजी गरिराखेका हुन्छ, त्यसलाई अनुसन्धान भन्छौँ। अब यसमा धेरै चर्चा गरिराख्नु पर्दैन। अब अनुसन्धानको उद्देश्य अलिकति यहाँ पढ्नुपर्ने छ हामीले। अनुसन्धानको उद्देश्य भन्ने टपिक हामीले पढ्नुपर्ने छ। अनुसन्धानको उद्देश्य के हो त, अनुसन्धान किन गरिन्छ, अनुसन्धानको कारण भनेर सोधिरहन्छ। यो चाहिँ गफ हो फेरि। अनुसन्धानको कारण भन्ने चाहिँ गफ हो। किन अनुसन्धान गर्ने त ल भन्नुहोस्। जस्तै अनुसन्धान भन्ने कुरो जुन कुरा थाहा छ नि त्यसको अनुसन्धान गर्नु पर्दैन। जस्तै सूर्य पूर्वबाट उदाउँछ, सर्वमान्य कुराको अनुसन्धान गरिरहनुपर्छ, पर्दैन नि होइन। सूर्य पश्चिममा गएर अस्ताउँछ, यसको अनुसन्धान गर्नुपर्छ हो कि होइन भनेर। जुन कुरामा अन्यल छ, जुन कुरामा दुविधा छ, कसले गरेको हो, किन गरेको हो भन्ने कुरा थाहा छैन, त्यसलाई अनुसन्धान गर्नुपर्छ। जुन कुरामा आरोप प्रत्यारोप हुन्छ त्यसमा अनुसन्धान गर्नुपर्छ होइन। अनुसन्धान सिधा थाहा भएको कुरामा अनुसन्धान गर्नु पर्दैन होइन। ध्रुव सत्य कुरा हो भने किन अनुसन्धान गरिरहनु पर्यो, अनुसन्धान गरिरहनु पर्दैन। त कस्तो कुरामा अनुसन्धान गर्नुपर्छ त भन्नुहोस् त। कस्तो कुरामा अनुसन्धान गर्नुपर्छ, जुन कुरा अपूर्ण छ त्यसलाई पूर्ण बनाउन अनुसन्धान गर्नुपर्छ होइन। जुन कुरामा चाहिँ दुविधा छ, जुन कुरामा विवाद छ, विवादास्पद कुराहरूमा चाहिँ निचोड निकाल्न अनुसन्धान गर्नुपर्छ होइन त। कुनै कुराहरू तथ्यहरू प्रमाणित गर्नु पर्यो भने अनुसन्धान गर्नुपर्छ। कुनै कुराको कारण उपाय, अब दुध सेतो हुन्छ केलाई अनुसन्धान गरिरहनु पर्यो, गर्नु पर्दैन नि अनुसन्धान, पर्छ त। अन्योलता रहेको कुरामा अनुसन्धान गर्नुपर्छ है। त्यसैले अनुसन्धानको उद्देश्य के हो त भन्दा कारण पत्ता लगाउनु हो, कारण खोजी गर्नु अनुसन्धान हो। दुविधा हटाउनु अनुसन्धानको उद्देश्य हो। दुविधा छ, अन्यल छ, कसले गरेको हो, किन गरेको हो भन्ने कुरा छ भने अनुसन्धानमा दुविधा हटाउनु पर्यो भने अनुसन्धान गर्नुपर्छ। दुविधा हटाउनु, अन्योलता हटाउनु, कसले गरेको हो होइन, अन्योलता हटाउनु यसको उद्देश्य हुन्छ। नयाँ कुराहरू पत्ता लगाउनुको पनि यसको उद्देश्य हुन्छ। नयाँ कुरा पत्ता लगाउनु, प्रतिपादन गर्नु, पत्ता लगाउनु अनुसन्धान हो होइन। प्रतिपादन गर्नु अनुसन्धान हो, प्रतिपादन गर्नु होइन। अब ज्ञानलाई स्तरीकरण गर्नु अनुसन्धानको उद्देश्य हुन्छ। थप ज्ञानलाई के गर्नु, स्तरीकरण गर्नु, नयाँ कुरा पत्ता लगाउनु, अन्योलता हटाउनु, दुविधा हटाउनु, समस्या समाधान गर्नु, दोषी पत्ता लगाउनु होइन। दोषी
अपराधी पत्ता लगाउनु अनुसन्धानमा त यसो पनि गरिन्छ नि त। अब यो चाहिँ शिक्षण सिकाइको क्षेत्रमा यसो गरिँदैन। यस शिक्षण सिकाइको क्षेत्रमा चाहिँ विशेष गरी दोष पत्ता लगाउने, कारण पत्ता लगाउने, कारण प्रभाव उपाय पत्ता लगाउने हो। यो चाहिँ यो पुलिस केसतिर पनि यस्तो हुन्छ। दोषी अपराधी पत्ता लगाउने चाहिँ पुलिसतिर चाहिँ पुलिस इन्भेस्टिगेसन भन्छ नि, त्यस्तोमा चाहिँ यस्तो पत्ता लगाउने हो, अपराधी पत्ता लगाउने, दोषी पत्ता लगाउने। हाम्रो अब शिक्षा क्षेत्रमा त यस्तो हुँदैन। शिक्षा क्षेत्रमा भनेको त त्यो कुनै घटना छ, कुनै समस्या छ भने त्यसको कारण पत्ता लगाउने हो, होइन? डक्टरी फिल्डतिर हो भने रोग पत्ता लगाउने, अनुसन्धान गर्ने भनेको रोग पत्ता लगाउने। रोग के हो त, के का कारणले हो त भने, होइन? मलाई चाहिँ दिनभरि टाउको दुखै गर्छ, त्यसको अनुसन्धान गर्ने, होइन? टाउको दुखै गर्छ भने किन टाउको दुखिरह्यो त यसलाई भनेर अनुसन्धान गर्नु पर्यो। टाउको किन दुखिरह्यो भनेर अनुसन्धान गर्नु पर्यो, पत्ता लगाउनु पर्यो। सत्य तथ्य पत्ता लगाउनु पर्यो भने अनुसन्धान गर्ने हो। सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गरिन्छ। पत्ता लगाउनु, कुनै कुराको निचोड निकाल्नलाई पनि अनुसन्धान गरिन्छ। निचोड निष्कर्ष निकाल्नु पनि अनुसन्धानको उद्देश्य हुन्छ। यहाँ खासै क्वेसन सोध्दैन है, निचोड निष्कर्ष निकाल्ने। यसमा तपाईँहरूले साइन्स पढेका साथीहरूले पनि यसलाई खासै गाह्रो छैन होला यो। किन भन्दा यो त अनुसन्धान किन गरिन्छ, भर्खरै मैले भने अनुसन्धान किन गरिन्छ। पुलिसले पनि अनुसन्धान गर्छ नेपालमा। अब शिक्षकले गर्ने अनुसन्धान चाहिँ कस्तो हुन्छ त फेरि हेर्नुहोस् है। त्यो शैक्षिक अनुसन्धान चाहिँ कस्तो हुन्छ भने नि, यो त पुलिसले गर्ने अनुसन्धान जस्तै भनौँ। हिजो चाहिँ सुनसरीमा कसले गोली हानेको हो अनुसन्धान गर्नु पर्यो भने त्यहाँ छुट्टै अनुसन्धान हुन्छ। तर अब शिक्षकले गर्ने अनुसन्धान त शैक्षिक अनुसन्धान हो नि त। शिक्षकले गर्ने अनुसन्धान भने चाहिँ जस्तै मेरो क्लासमा विद्यार्थीहरू खालि हल्ला गरेका गर्छन्, हो त्यस्तो अनुसन्धान गर्ने हो शिक्षकले। मेरो क्लासमा मात्रै किन हल्ला गर्छन्, कुबेर सर आएपछि थुरुरुरुरु हस् सर, हुन्छ सर, आहा है नमस्कार सर मात्रै भन्ने। मेरो क्लासमा चाहिँ हल्ला गरेका गर्ने किन होला भनेर अनुसन्धान गर्नु पर्यो। अब हो कि न, मेरो क्लासमा विद्यार्थीहरूले ध्यानै दिँदैनन्, अनुसन्धान गर्नु पर्यो, होइन? अब विद्यार्थीहरू चाहिँ हाफ टाइममा भागिहाल्छन्, त्यसको अनुसन्धान गर्नु पर्यो। कुनै विद्यार्थी जाँच भनेपछि थुरुरु काम छ, डराइहाल्छ, त्यसको अनुसन्धान गर्नु पर्यो, होइन? अनुसन्धान त्यस्तोको अनुसन्धान शिक्षकले गर्ने अनुसन्धान चाहिँ के हो त, त्यस्तो अनुसन्धान गर्नु पर्यो हो। अब त्यस्तो अनुसन्धान चाहिँ शैक्षिक अनुसन्धान हो। ती शैक्षिक अनुसन्धान चाहिँ कसरी गरिन्छ, होइन? त्यो अनुसन्धानका बारेमा हामीले चर्चा गर्नुपर्छ। जस्तै हाम्रो अनुसन्धान कस्तो हुन्छ भने आधारभूत अनुसन्धान, होइन, व्यवहारिक वा प्रयोगकात्मक अनुसन्धान र कार्यमूलक अनुसन्धान, 3 थरीको अनुसन्धान हुन्छ, होइन? हो त्यस्तो अनुसन्धानका बारेमा हामी प्रयोगका आधारमा अनुसन्धानका प्रकार हामीले चर्चा गर्छौँ है। अब जस्तै थर्नडाइकले प्याभलभले गरेको अनुसन्धान कस्तो हो त, होइन? त्यो बारेमा पनि चर्चा गरौँ ल। अब अनुसन्धानका प्रकार